नमस्ते र हेलो सबैजनालाई। आज चाहिँ यसो दाउरा बोक्नु जाँदा मिनी ब्लग बनाऊ कि भनेर सोचेको थियो। अब पहिला पनि बनाउनु त बनाएको भिडियो, तर खासै त्यति सब्सक्राइबर पनि थिएन, भ्युवर पनि छैन, त्यही भएर डिलिट गरेको थियो। फर्केर यसो टाइम पास हुन्छ भनेर भिडियो बनाऊ कि भनेर अहिले जुन म दाउरा बोक्नु जाँदैछु त्यो चाहिँ अब यहाँ पारि जङ्गल छ हो, जङ्गल काटेर खोला सानो छ, त्यो काटेर अझै उतापट्टि यस्तै खेत देखिन्छ, पहाड निस्किन्छ, त्यहाँदेखि ओसार्नु पर्ने हो दाउरा चाहिँ। हेर्नु सक्नुहुन्छ होला तपाईँहरूले, अहिले चाहिँ सानो छ, भोलि पर्सि असार लाग्दा पानी बढेर पानी ठुलो हुन्छ हो। त्यहाँदेखि अहिले सानो देख्ने खोला पनि तर्नु साह्रो पर्छ भोलि पर्सि। यहाँ चाहिँ बेसी न जङ्गलहरू उत्तिस छ, यहाँ उत्तिसको रुखहरूले ढाकिसकेको छ जङ्गलहरू चाहिँ बेसी जस्तो। अनि यहाँ देख्नुहुन्छ कि हुँदैन कुनै, यहाँ चाहिँ सबै अलैँची रोपेको छ। यहाँदेखि लिएर पर चाहिँ मेरो पर्छ अलैँची रोपेको, म अहिले देखाउँछु। यसरी जानुपर्छ। अब के गर्नु, दाउरा छैन भने खाना पाक्दैन, गाईलाई खोले पाक्दैन। यो चाहिँ मेरो पर्छ, यहाँदेखि लिएर परसम्म रोपेको छ मैले। अब घर छेउछेउमा रोपौँ भने त्यति छाया भएको ठाउँ छैन नि त, शीतल भएको ठाउँ। अन्त यस्तै जङ्गल ठाउँमा रोप्यो भने चाहिँ बोट त्यति मर्दैन रहेछ। अनि यस्तो समर टाइममा असारतिर फुल मर्दैन रहेछ। नभए त पाहाडतिर छ भने त फुल सबै ओइलिएर मरेर भोलि पर्सि अलैँची हार्भेस्ट गर्दा त्यति प्रोडक्ट आउँदैन। त्यही भएर यस्तो शीतल ठाउँमा रोप्छ मान्छेहरूले यहाँ बेसी जस्तो, जङ्गल यस्तै शीतल ठाउँतिर। त्यही भएर मैले नि यहाँदेखि लिएर यति एरियामा रोपेको छ। अब पुरानोहरू सबै कोही के राखिदिएको छु, राम्रो हुनेहरू, कोही के बोट मरेकोहरू त हाडेर नयाँ लगाइदिएको छ। बेसी जस्तो नयाँ छ यसपालि। विशेष जस्तै गाउँठाउँको मान्छेहरूको सोर्स अफ इन्कम भन्ने यस्तै ठाउँदेखि होस् न, अलैँची रोप्यो, साग खोर्सानी आलु सब्जीहरू रोप्यो। अब चाहिँ दाउरा चिरेर राखेको थियो। यहीँ हो गाइस, पहिला यो खेत मान्छेहरूले कमाउँथ्यो, त्यहाँदेखि पछाडि 2-3 साल त्यतिकै राखेर जङ्गल भइसकेको थियो। सबै रुखहरू ढालेर रुख चिरेर चाहिँ फर्केर यहाँ आमा बाउले भोलि पर्सि असारमा फेरि गाईलाई खोले नहुँदो रहेछ, घाँस नहुँदो रहेछ भनेर चाहिँ अहिले मकै रोपिरहेको छ। यहाँ देख्नुहुन्छ होला, अलिअलि त पलाइ छ, अब टुसा। अनि यो चाहिँ मेरो दाउरा चिरेर राखेको। अब यिनीहरूलाई यसरी सक्नुपर्छ, असारको पानीले नभिजियो भने। हिजो पनि पानी परेको थियो, अलिअलि त भिजेको रहेछ, तर पनि हल्का हल्कै हुन्छ उत्तिसको दाउरा।
हाम्रो बुटनिसको डोको चाहिँ यस्तो हुन्छ गाइस, हेर्नु ल। यस्तो हुन्छ हाम्रो डोको चाहिँ, अलिक डोलो डोलो परेको। हाम्रो डुक्पाहरूले चाहिँ डोको अलिक डोलो डोलो प्रकारले बनाउँछ। र अर्को चाहिँ अब तपाईँ अब नेपालीहरूले चोयाको बनाउनुहुन्छ डोको, तर हाम्रो चाहिँ बेत भन्छ नि त, क्यानिस्टिक, त्यसले बनाउँछ। किन भन्दाखेरि अलिक दर्रो, चोयाभन्दा दर्रो, त्यति मकिँदैन। त्यही भएर बेसी जस्तो चोयाभन्दा बेतले नै बेसी बनाउँछ हाम्रो डुक्पाहरूले चाहिँ। अब डुक्पा भन्दा पनि बुटनिस। ताइस, यो चाहिँ मेरो कुकुर टाइसन। टाइसन अहिले यति चाहिँ ओसारिसक्यो। म चाहिँ दाउरा ओसार्दै थियो, अनि बाउले तल धान रोप्ने बेला हुँदैछ नि त। अब धान रोप्नु लागि ब्याडे गरेर राख्ने अरे कि युज गर्ने अरे, त्यसको लागि खेती लाउन जानु पर्यो। यहाँ चाहिँ वेदर यस्तो छ गाइस, धुमेर पानी पर्नु आँटेको। अनि यो चाहिँ हाम्रो लोकल फापर, हेर्न सक्नुहुन्छ होला तपाईँहरूले। यहाँ तल मुनि रोपेर यहाँसम्म रोपेछ। यो चाहिँ लोकल खोर्सानी गाइस, हेर्न सक्नुहुन्छ होला। अब यो टिपेर बेच्ने बेला भएको रहेछ। मजाको भएछ खोर्सानी पनि। यहाँ चाहिँ बेसी न मान्छेहरूले खोर्सानी, फापर, त्यहाँदेखि मकै रोप्नुहुन्छ। मकै अब अहिले टाइम हुँदैछ। अनि दिस इज लोकल बिन्स, लोकल बोरी। मेरो चाहिँ दुईवटा बिरालो छ है गाइस। एउटा यो भयो, कोलु कम, कोलु।